आज म एउटा कथा लिएर उपस्थित भएको छु। अन्तिमसम्म सुनिदिनुहोला। कस्तो लाग्छ मेरो कथा वाचन? प्रतिक्रिया पनि दिनुहोला। राम्रो लाग्छ राम्रै दिनुहोला, नराम्रो लाग्छ नराम्रै दिनुहोला। मैले हजुरहरूको जस्तोसुकै प्रतिक्रियालाई पनि सहर्ष स्वीकार गरेर यहाँहरूलाई धेरै धेरै धन्यवाद दिनेछु। कथा हो नछुट्ने प्रेम। रमेश सामान्य परिवारमा हुर्केको मान्छे। गाउँमा एसएलसी दिएर ठुलो सपना बोकेर सहर पसेको थियो। सहरको झिलिमिली, अग्ला अग्ला घर, चिल्ला गाडीहरूले उसलाई चुनौती दिए झैँ लाग्थ्यो। ऊ सहर पढ्न मात्रै आएको थिएन। ऊ त परिवारको खुसी किन्न आएको, बुबाको खुसी किन्न आएको थियो। बुबाको सपना पुरा गर्न आएको थियो। बिरानो सहर, पैसाको अभाव उसलाई अझै कठिन परिस्थितिमा उभ्याएको थियो। दिनभरि सहरको कुना कुनामा काम खोज्ने, बेलुका पशुपतिनाथको धर्मशालामा सुत्ने उसको दिनचर्या बनेको थियो। पैसा कमाएर कलेज भर्ना हुन आएको रमेश काम नपाएर हैरान थियो। एक दिन ऊ पशुपतिनाथको मन्दिर अगाडि बसेर टोलाइरहेको थियो। ऊ जस्तै अर्को एउटा केटा मानिस आएर उसित गफ गर्न थाले। उनीहरूका पीडा एउटै थियो। उनीहरू दुःख सुखका कुरा गर्दै थिए। आमा बिरामी भएको, भाइ बहिनी साना भएको, पढाइ खर्च आफूलाई पुर्याउँदै घरका सुख दुःख पनि हेर्नुपर्ने उनीहरू दुवैको बाध्यता एउटै थियो। अर्कोतिर सँगै बसेर उनीहरूका कुरा सुनिरहेका अर्धवयस्क पुरुषलाई सायद उनीहरूको माया लागेर होला। उहाँले भन्नुभयो, म तिमीहरूलाई काम लगाइदिन सक्छु। उमेरले बाबा भन्दा अलि माथिका जेठा पाका देखिने ती पुरुषको कुरामा उनीहरूले विश्वास गरे। हुन्छ, हामीलाई काम लगाइदिनुहोस्। ती अर्धवयस्क पुरुषले भने, फेरि तिमीहरूलाई तलब त म राम्रो दिन सक्दिनँ नि। कलेज पढाइदिन्छु, खाना लाउन दिन्छु, यसो बेला बखत पकेट मनी दिन्छु, चाडपर्वमा अलिअलि खर्च दिन्छु। मेरो घरमा काम गर्दै तिमीहरूले पढ्नुपर्छ। उनीहरूलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भयो। ती दुवैजना ती पुरुषको पछि लागेर गए। ती पुरुषले तिनीहरू दुवैजनालाई अलग अलग घरमा काम लगाइदिनु भयो। बुढाका दुईवटा श्रीमती रहेछन्, मिलेर बसेका, तर अलग अलग घर, अलग अलग भात भान्सा गरेर। उहाँले काम पनि ती दुवैजनालाई छुट्टा छुट्टै लगाइदिनु भयो। रमेश र साउको छोरी रितिका एउटै कलेजमा पढ्ने हुनाले सँगै आउने जाने गर्दथे। बेला न हो, टिनेजको समय, एक अर्कामा आकर्षण हुनु स्वाभाविक थियो। यस्तैमा उनीहरू बीच माया पिरती बस्यो। साउको छोरी र नोकरसितको प्रेम स्वीकार्न बुबा आमालाई कठिन थियो। अन्ततः रितिकाको बिहेको कुरा आयो। बुबाले दुःख गरेर पढाउनु भयो, हुर्काउनु भयो। उनीमा बुबाको मन दुखाउने हिम्मत भएन। आफ्नो बाबाको मन दुखाएर रमेशसँग बिहे गर्न रितिकालाई मन थिएन। रमेशको मन दुखाउन पनि मन थिएन। रितिका एउटा यस्तो परिस्थितिमा गुज्रिरहेकी थिइन्। एउटालाई छोड्दा अर्कोलाई गुमाउनु पर्थ्यो। तर उनले आफ्नो जन्म दिने बाबालाई नगुमाउने निर्णय गरे। उनले रमेशलाई भनिन्, रमेश, कि त मैले तिमीलाई बिर्सनु पर्छ कि त बाबालाई। तिमी भन, दुईमा एक कसलाई रोजौं? रमेशले भन्यो, बुबा आमा साक्षात् भगवान हुन्। बुबा आमालाई रोज। पाउनु मात्रै पनि माया होइन नि, गुमाउनु पनि माया हो रितिका। यसरी रमेश र रितिकाले निर्णय गरे आफू आफूमा अलग भएर बस्ने। रितिकाको बिहेको तयारी रमेशले गर्दै थियो। कपडा किन्नदेखि घरको डेकोरेसन सबैमा रमेश थियो। रितिका पनि रमेशलाई काम सघाउँथिन्। मनभर पीडा बोकेर उनीहरू बिहेको तयारीमा लागेका थिए। बिहेको तयारी पनि पुरा भयो।
रमेशलाई पनि रितिकाको बेहुला जस्तै बनाएर कोट प्यान्ट किनिदिएकी थिइन् रितिकाले। जन्ती घरमा आए नौमती बाजा बजाएर। रितिका र रमेशलाई छुट्नु पर्दाको पीडा अत्यन्त थियो। घरमा भने बिहेको रौनक थियो। बेहुलीलाई बाहिर निकाल्ने स्वयंवर गर्ने समय भयो। बेहुलीलाई बाहिर निकालियो, स्वयंवर पनि भयो। यी सबै दृश्य रमेश पर बसेर हेरिरहेको थियो। यज्ञको अन्य काम सकेर सिन्दुरदानको समय आयो। रमेशले हेर्दा हेर्दै रितिकाको सिउँदो अर्कैले भरिदियो। यज्ञको काम गरेर 2 दिने बिहे भएकोले रातिको समय सबैजना सुते। तर रितिका र रमेश निदाउन सकेनन्। साथी मार्फत रितिकाले रमेशलाई केटीको भेषमा आफ्नो कोठामा बोलाइन्। रितिकाले भनिन्, रमेश, केटीकै भेषमा सही, रातभरि तिम्रो काखमा निदाउन देऊ ल। भोलिदेखि हामीले राम्रोसँग हेर्न पनि नपाउन सक्छौँ, बोल्न पनि नपाउन सक्छौँ। दुवैजना रातभरि रोएर बसे। बिहान खाना खाएर बेहुली अन्माइदिए। 2 मुटु छुटेर अलग भएका थिए। दिनहरू बित्दै गयो। आलो घाउमा मलम पनि बन्दै गयो। केही वर्षपछि रमेशले लोकसेवामा नाम निकाले। त्यो घर छोडे रमेशले। उनीहरू बीच बेला बेला भेटघाट हुन्थ्यो। सभ्य र शिष्ट तरिकाले। प्रेमिल तरिका, तर सभ्य अनि शिष्ट। दैवको खेल भनौँ या के भनौँ, उनीहरू एकै अफिसमा काम गर्ने भएछन्। बालपनको प्रेम हुन नसकेकी प्रेमिका रमेश उसको हाकिम भएर आएको थियो। उनीहरूको मायामा अझै कुनै कमी। रमेशले पनि बिहे गरिसकेको थियो। तर उनीहरू आफ्नो पहिलो प्रेमलाई जीवन्त राख्न चाहन्थे। अफिसको काममा सँगै हुँदा उनीहरू सुख दुःखका कुरा गर्थे। एक अर्कालाई परेको दुःख पनि समाधान गरिदिन्थे। एक अर्कालाई अँगालो हालेर पनि रुन्थे एकान्त भेट्ने बित्तिकै। आफ्नो प्रेम पछिसम्म पाउन चाहन्थे। तर दुवैजनाले आफ्नो घर, आफ्नो परिवार र सम्बन्ध नबिगारी पाउन चाहन्थे। यसरी एउटा नोकर अनि एउटा साहुको छोरीको प्रेम कथा अन्त्य भएर पनि फेरि सुरुवात भयो। कथा कस्तो लाग्यो? अन्तिमसम्म सुनिदिनु भएकोमा यहाँहरूलाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु। यस्तै यस्तै कथा, मन छुने लाइनहरू हजुरहरूलाई मनपर्छ भने कमेन्ट गर्नुहोस्। म हजुरहरू समक्ष फेरि प्रस्तुत गर्दै जानेछु। धन्यवाद।